आज हाम्रो सप नम्बर 43 मा चाहिँ हाम्रो मोहन सर आउनु भएको छ है। नमस्ते। नमस्ते सर, हजुरलाई मेरो तर्फबाट चाहिँ नमस्कार। एकदमै बिग फ्यान। उहाँको मैले युट्युबदेखि टिकटकदेखि लगायत फेसबुक रिल्सदेखि सबै भिडियोहरू हेर्ने गर्थेँ है। उहाँको चाहिँ सबै कुराहरू कता गुल्मी म्याग्दी कता कता गएर दिन दुखीहरूलाई सहयोग गरेको सबै भिडियोहरू मैले चाहिँ हेर्ने गर्थेँ। आज जस्तै उहाँ यस्तो ठुलो युजर सर चाहिँ हाम्रोमा फोन किन्न आउनुहुन्छ जस्तो मलाई चाहिँ लागेको थिएन। उहाँ सर चाहिँ मेरोमा फोन किन्न आउनु भएको छ। आइफोन 16 प्रो म्याक्स लिनु भएको छ है। उहाँले चाहिँ अनबक्सिङ गर्दै हुनुहुन्छ हाम्रो ह्यान्डसम मोहन सरले चाहिँ है। उहाँ सरकै मुखबाट सुनौँ अब कसरी दिए, के दिए, कताबाट आउनुभयो, के को थ्रोबाट आउनुभयो, हाम्रो सरकै मुखबाट सुनौँ। ल उहाँलाई चाहिँ मैले 16 प्रो म्याक्स चाहिँ मैले दिँदैछु है। हस्, थ्याङ्क यू। म खास आइफोन 14 प्रो म्याक्स चलाएको थिएँ। हजुर अब 16 लिनु पऱ्यो किनकि हामी खास भिडियो चाहिँ मोबाइलबाट खिच्छौँ, क्यामेरा खास बढी युज गर्दैनौँ किनकि गाउँमा जान्छौँ क्यामेरा देखेपछि डराउनुहुन्छ कि होइन, त्यसले गर्दा हामी मोबाइलले खिच्ने गर्छौँ। अब 14 भन्दा अब 16 लिगौँ भन्ने भएको थियो, म 15 लिइनँ। अनि कहाँ किन्ने बेला भन्ने भइरहेको थियो। ठ्याक्क मैले टिकटक हेर्दा हेर्दै तपाईँको लाइभ अगाडि आयो होइन, ताम्राघरमा आइरहने सप नम्बर 43 भनेर ठ्याक्क लाइभ आयो। तपाईँ एकदम मजासँग बोलिरहनु भएको थियो, एकदम तपाईँको बोल्ने स्टाइल मलाई साह्रै मन पर्यो। हेरेँ एकछिन, अनि अन्तभन्दा सस्तो पाइन्छ लाउनु चाहिँ एक्सचेन्ज पनि हुन्छ भन्ने थाहा पाइसकेपछि आज टक्क एक्सचेन्ज गर्ने भनेर आएको छु। हाम्रो मोटामोटी कुरा त भइसक्यो, कतिमा त्यो लिने भन्ने कुरा त अब सबै हाम्रो बार्गेनिङ मिलिसकेपछि मैले फोन अनबक्सिङ गर्दैछु। ओके सर, ओके ल अनबक्सिङ गर्दै हुनुहुन्छ उहाँले चाहिँ। ओ माइ गॉड, आइफोन 16 प्रो म्याक्स है त। ल उहाँले अनबक्सिङ गर्दै हुनुहुन्छ हाम्रो मोहन सरले। म चाहिँ एकदमै बिग फ्यान है त। थ्याङ्क यू। स्विच अन पनि गर्नुपर्ने हुन्छ, एप्पलको हाफ लोगो पनि देखाइदिनु पर्ने हुन्छ हाम्रो सरले है त। आजबाट आइफोन 16 प्रो म्याक्स 512 GB होइन। थ्याङ्क यू। सबैजना आउनु होला, यहाँ असाध्यै सस्तो मोबाइल पाइँदो रहेछ, एक्सचेन्ज पनि हुँदो रहेछ। ताम्राघरको 4th फ्लोरमा सप नम्बर 43। ल हजुरलाई कङ्ग्रेचुलेसन। थ्याङ्क यू। हजुरसँग भेट्न पाउँदा म चाहिँ एकदमै खुसी छु है। मलाई पनि खुसी लाग्यो। हस्, सधैँभरि उन्नति प्रगति गर्नुहोस्, अझ धेरै बेच्नुहोस्, यसका शाखा थुप्रै ठाउँमा खुलेको देख्न पाइयोस्, सुन्न पाइयोस् है। अझ अर्को कुरा तपाईँको के मलाई मन पऱ्यो भन्दा तपाईँले यो गिफ्ट पनि लिनु रहेछ टिकटकमा लाइक कमेन्ट सेयर गरेको आधारमा, कहिले ल्यापटप उपहार, कहिले आइफोन 15 प्रो म्याक्स उपहार दिनु रहेछ। कमाउने मात्र होइन कि तपाईँले यसोलाई गिफ्ट पनि दिनु रहेछ। खुसी लाग्यो, यस्तै गर्नु होला, सधैँभरि यसै टच भएर काम गर्न पाइयोस्। थ्याङ्क यू। थ्याङ्क यू सर, थ्याङ्क यू है त। कङ्ग्रेचुलेसन हजुरलाई है त।